साथीहरू आज चाहिँ भने म यहाँ तल डाँडामा आएर अनि मैले अस्ति नै यहाँनिर टमाटर रोप्ने भनेको थिएँ नि त, ठाउँ राखेको छु भनेको थिएँ नि त। त्यो चाहिँ मैले आली पनि ताछेर है साथीहरू, अनि आली पनि ताछेर मैले दाल रोपिदिएको। दाल चाहिँ अब पछि हुँदैन है साथीहरू, भदौमा पनि छर्छ। हाम्रोतिर त भदौमा छरेको पनि राम्रो फल्छ, बारीतिर पनि छर्छ है खेत नहुनेले। अनि त्यहाँदेखि म चाहिँ आली किन राख्नु यस्तो वारपार भनेर मैले आली पनि ताछेर दाल रोपिदिएँ। अनि भित्तामा पनि मैले रोपेको छु, उम्रिँदैछ। अनि अलिक मासतिर चाहिँ उम्रिसकेको छ। यो अलिक पछाडि ताछेर रोपेको भर्खर उम्रिँदैछ। भटमास रोपेको हो यो। यहाँदेखि अब 2 भित्ता 3 भित्ता चाहिँ भटमास रोपेको, मासतिर चाहिँ उम्रिसकेको छ। अनि यहाँ चाहिँ भर्खर उम्रिँदैछ। अनि अब टमाटर भदौमा रोप्ने टमाटर ठिक्क बनाइसकेको छु। टमाटर रोप्नलाई चाहिँ राखेको। अनि भित्ता पनि किन राख्नु त्यतिकै भनेर मैले भित्ता पनि अनि यहाँनिर बिचमा राख्दाखेरि चाहिँ किन बिचमा राखेको भने हुन्छ भने नि साथीहरू, अस्ति चाहिँ मैले माथि सिरानपट्टि राखेको थिएँ। अनि सिरानपट्टि राखेको थिएँ। जहिले तहिले एउटै ठाउँमा राम्रो हुँदैन, नयाँ माटो जहिले पनि नयाँ माटो खोज्छ। त्यही भएर मैले यो बिचमा राख्नु पर्यो। आगो चाहिँ माथि नै राख्छु। अनि किनभने जहिले तहिले त्यही ठाउँमा रोपिबस्दाखेरि पनि आलीहरू खेतहरू बिग्रिहाल्दो रहेछ कि। अनि त्यहाँदेखि पहिरो पनि लडेको थियो अलिक माथि त अस्ति पोहोरको पानीले। अनि पहिरो लडेको थियो र निकै बिगारेको थियो। अनि धान रोप्दा मात्रै खेत बनिन्छ, नत्र बनिँदैन नि त। अनि त्यही कारणले मैले यो बिचको गरामा चाहिँ राखेको। तर यसपालि निकै अप्ठ्यारो भयो जस्तो छ। माथिको पानी चुहिएर यहाँ पसिरहेछ कुनै ठाउँ। तर अब पानी पनि एकछिन मात्रै छ। म चाहिँ खाना खाएर अहिले चाहिँ मैले काम गरिसकेर जान आँटेको। अनि त्यहाँदेखि किनभने मलाई यो आली त्यत्तिकै यो वारपार आली राख्न मलाई माया लाग्यो। किनभने यो घमाइलो छ नि त साथीहरू, एकदम घमाइलो छ यो डाँडा खेत चाहिँ। पुरा कतै पनि सेपहरू छैन। अनि यहाँनिर चाहिँ दालहरू भटमासहरू बनमाराहरू जे कुरा मजाले फल्छ कि। त्यही भएर मैले चाहिँ आलीमा पनि ताछेर चाहिँ रोपिदिएको। ल भन्दै साथीहरू आजको चाहिँ मेरो काम यस्तै थियो। अब म घर जाने भन्दै पो बाई।